हजुरहरूलाई मङ्गल चौथीको एउटा भिडियो देखाउँछु है त। मैले कसरी गणेश भगवानको पूजा गर्ने। सर्वप्रथम त बिहानै आफैले नुहाइधुवाइ गरेर पूजा गरेर दुबो टिपेँ, 108 दुबो टिपेँ र त्यस पछाडि लड्डु किन्न गएँ। लड्डु पसलमा गएर लड्डु किनेँ, त्यस पछाडि माला किन्न गएँ। माला किनेर सबै सामग्रीहरू तयार गरेँ। अनि फुल, माला, दुबो, चन्दन, अक्षता सबै पञ्चोपचार आदि सबै कुराले परिपूर्ण बनाएँ र लड्डुलाई छेउमा ल्याएर राखेँ। त्यस पछाडि दुबो, यहाँ तयार भएको दुबोलाई चाहिँ मैले एक एक गरेर एउटा एउटा छानेर 108 दुबो तयार गरेँ, किनकि गणेश भगवान दुबोबाट प्रसन्न हुनुहुन्छ र जसले पनि गणेशको पूजा गर्नुहुन्छ दुबो अवश्य चढाउनु पर्ने हुन्छ। लड्डु र दुबो भगवान गणेशको अति प्रिय हो। यति प्रिय हो त्यो बयान गर्न सकिन्न। क्रमबद्ध रूपमा 1, 2, 3 गरेर काहीँ केही तपाईँको चाहिँ ऊ नगरिकन 108 दुबो मैले तयार गरेँ। त्यस पछाडि सुन्दर फुल, पुष्प, पञ्चोपचार यति आनन्दले तयार गरेको छु र पञ्चोपचार तयार गरेँ, जहाँ चाहिँ यद्देवा देव हिडनन् भन्ने मन्त्रले मैले पञ्चोपचार पनि ठिक गरिसकेको छु। कर्मपात्र निर्माण भइसकेको छन्। गन्ध, अष्टगन्ध अनि दुध चाहिँ गाईकै दुध मैले प्रयोग गरेको छु, जहाँ गाई दुहेर र त्यस पछाडि लड्डुलाई पनि छेउमा ल्याएर राखेँ, जहाँ मैले बजारबाट मिष्टान्न दोकानबाट किनेर लिएर आएको थिएँ। दुबो पनि साथमा चाहिँ यति आनन्द हुन्छ नि यो मङ्गल चौथीको दिन। गणेशलाई नुहाउनका लागि दुध दही तयार भयो। ढोका खोलेँ मैले भगवान गणेशजीको र ढोका खोलिसकेपछि भगवानको पहिलो दर्शन गरेँ मन्दिरको ढोका खोलेर। गणेशजी आनन्दले बस्नुभएको थियो। तपाईँहरूलाई पनि मैले किन दर्शन गराइरहेको छु भन्दा मैले कसरी पूजा गरेछु हजुरले पनि यसरी नै गर्न सक्नुहुन्छ है भनेर। हामीसँग दुईवटा गणेशजी हुनुहुन्छ। एउटा चाहिँ ठुलो गणेशजी हुनुहुन्छ, उहाँलाई चाहिँ स्नान मात्रै गराउन मिल्छ, अरू चिजहरू चढाउन मिल्दैन, किनकि यो गणेशजी चाहिँ के हो भन्दा दर्शन विग्रह हो। र त्यस पछाडि अर्को पूजा गर्नका लागि सानो गणेशजी तल हुनुहुन्छ। मैले स्नान गराएँ मन्त्रसहित। सहस्र शिरेखा पुरुष सहस्त्राक्ष भन्दै खुसी हुँदै भिडियो बनाइदिने मान्छे पनि हाँस्दै थिए। मैले चाहिँ यो मन्त्र पढ्दै चाहिँ गणेशजीको यसरी स्नान गराएको देखेपछि र त्यस पछाडि गणेशजीलाई मजाले जसरी मानिसलाई बच्चालाई नुहाउँदा प्रेम भावले स्नान गरेपछि सफा कपडाले पुस्छ, त्यस्तै सफा कपडाले भगवान गणेशलाई पुसिसके पछाडि सानो पूजा गर्ने गणेशलाई पनि मजाले सबै चिजहरू लगाएर पुसे र बृहत गणेश भनेर ठुलो जुन गणेशजी हुनुहुन्छ भगवानलाई मैले वस्त्र लगाइदिएँ। त्यस पछाडि अब हामी गणेशजीलाई पादयो पाद्यम हस्तयो अर्घ्यम मुखे आचमनीयम सर्वाङ्गे स्नानियम भन्दै क्रमबद्ध रूपमा हस्तयो अर्घ्य भइसक्यो। त्यस पछाडि यो मुखे आचमनीयम भयो अनि सर्वाङ्गे स्नानियम। तत्पश्चात पयः पञ्चामृतम पञ्चामृत स्नान गराएँ। पञ्चामृत स्नानान्ते फेरि शुद्ध जल चढाएँ। अनि क्रमबद्ध रूपमा जे चढाउनु पर्ने हो विधि नियम अनुसार मैले चाहिँ खास के गर्छु भने गणेश अथर्व शीर्षले 108 दुबोबाट 108 चोटि यसरी भगवानलाई गणेश अथर्व शीर्ष पाठ गर्दै ओम गं गणपतये नमः, ओम लम्बोदराय नमः, ओम विघ्न विनाशाय नमः भनेर यसरी 108 पटक भगवान गणेशको शिरमा दुग्धले काँचो दुधले भगवानलाई चाहिँ स्नान गराएँ। यति आनन्द लाग्छ भगवानलाई स्नान गराउँदाखेरि। अनि स्नान गराएर अन्तिममा पानीले जलले पुरै नुहाएर अनि भगवानलाई वस्त्र लगाइदिएँ। यो चाहिँ भगवानको दोपट्टा हो गणेश भगवानको। अनि दोपट्टा पनि लगाइदिएँ। दोपट्टा लगाइसके पछाडि अब हामी गणेशजीलाई विधिवत रूपमै पूजा गर्नेछौँ। सुरुबाट अन्तिमसम्म विधिवत रूपमा। बिचमा एउटा कुराहरू भिडियोमा छुटेकालाई चाहिँ मैले जोड्न सकिनँ, किनकि जति भिडियो बनाएका थियौँ त्यति मात्रै यहाँ देखाउन सकेका छौँ। भगवान गणेशजी एकदमै प्रसन्न हुनुहुन्छ। अनि स्नान पछाडि चिटिक्क भएर टल्किनु भएको छ र अब भगवानलाई हामी मोदक अर्पण गर्छौँ, लड्डु अर्पण गर्छौँ। त्यहाँलाई देखाइरहेको छु। ओम गं गणपतये नमः भन्दा भगवानलाई त्रिपुण्ड लगाइदिएँ मैले चाहिँ,
किनकि भगवान त्रिपुण्डमा नै खुसी हुनुहुन्छ गणेश भगवान पनि। अब ठुलो गणेशजी जो हुनुहुन्छ, दर्शन विग्रह गणेश जो हुनुहुन्छ, उहाँलाई चाहिँ तिलक गरेँ र जनै अर्पण गरेँ। यज्ञोपवीतम परमं पवित्रम भनेर अनि फेरि मैले पुष्पमाला पनि अर्पण गर्दैछु, जहाँ चाहिँ भगवानको आनन्दताका लागि भगवानलाई अनिवार्य माला चाहिँ चढाउनु पर्ने हुन्छ। र यसरी मैले फुलले फेरि रुद्रीको पहिलो अध्यायबाट अक्षता, रक्त अक्षता र पुष्पले एक अध्याय पाठ गरिन्जेलसम्म चढाइराखेँ। त्यस पछाडि मसँग रहेको थियो 108 दुबो। त्यो 108 दुबो यसरी ओम गं गणपतये नमः, 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 ओम गं गणपतये नमः भनेर चढाएँ। त्यस पछाडि दुबो सबै चढाइसके पछाडि अनि प्रार्थना गरेँ। प्रार्थना कसरी गरेँ भन्दा विघ्नेश्वराय वरदाय सुरप्रियाय लम्बोदराय सकलाय जगद्धिताय नागाननाय सुतयज्ञ विभूषिताय गौरी सुताय गणनाथ नमो नमस्ते। त्यस पछाडि मैले लड्डु ल्याएको थिएँ। भगवानका नामले 21 नामले लड्डु चढाएँ। जसरी ओम गं गणपतये नमः, ओम लम्बोदराय नमः, ओम एकदन्ताय नमः आदि नामले यसरी मैले 21वटा लड्डु चढाएँ। भगवानलाई लड्डु चढाउँदाखेरि चाहिँ मन पनि प्रसन्न हुन्छ। दोस्रो कुरो, गणेश भगवानलाई लड्डु चढायो भने चाहेका इच्छाएका कामनाहरू पनि पूर्ण गरिदिनुहुन्छ भगवान श्री गणेशले। यो हजुरले विचार गर्नुहोला। त्यसमा 11वटा, 21वटा, 51वटा, 108वटा कति सकिन्छ, यी अङ्कमा रहेर तपाईँले चढाउन सक्नुहुनेछ। र लड्डु चढाइसकेपछि अनिवार्य माथिबाट पुष्प या बेल्लपत्र या तुलसी पत्र चढाइदिनु पर्ने हुन्छ। मैले चाहिँ तुलसी पत्र चढाइदिएँ। नवाभ्यासीदन्तरिक्षमो शिष्णोदेव भनेर। त्यस पछाडि भगवानलाई धेरै अरू पनि चिजहरू चढाइसके पछाडि मैले धुरसी भन्ने मन्त्रले वनस्पति र सद्भूतो गण्डाद्यो गन्ध उत्तमम आग्रेय सर्वदेवानां धूपोयम प्रतिक्रियताम भनेर धूप यसरी देखाइदिएँ। यो चाहिँ बाटेको धूप हो। यो चाहिँ हामीले नि बनाएको धूप चाहिँ यहाँ चढायौँ। अनि त्यस पछाडि अन्तिममा मैले दक्षिणा पनि दान गरेँ बटुकहरूलाई। मोनिकाको पनि मङ्गल चौथीको व्रत, मेरो पनि मङ्गल चौथीको व्रत, मोनिकाको चाहिँ जहिले मङ्गलबारको व्रत हो। अनि हामी सबैको प्रतिनिधित्व गर्दै, तपाईँहरू पनि सबैको प्रतिनिधित्व गर्दै गर्दै मैले चाहिँ यसरी बटुकहरूलाई पनि दक्षिणा दिएँ, जसले मन्त्र पाठ गरेका थिए, गणेशको पूजन गर्नका लागि सहजीकरण गरेका थिए। सबै बाबुहरू पनि प्रसन्न थिए। आज मङ्गल चौथी हो। मङ्गल चौथीमा हामीले यसरी पूजा गर्नुपर्ने रहेछ, मङ्गल चौथीको विधि यस्तो हुँदो रहेछ भनेर उनीहरूलाई पनि सिक्ने अवसर प्राप्त भयो। र मैले दक्षिणा दिएँ उनीहरूलाई। दक्षिणा दिँदाखेरि उनीहरू एकदमै प्रसन्न छन्, खुसी भएर मन्त्र पढिरहेका छन्। यो कुरा पनि यहाँलाई देखाउन चाहेँ। र जहिले पनि मन्त्र पढ्ने व्यक्तिहरूलाई अनिवार्य रूपमा दक्षिणा दिनुपर्छ। दक्षिणा दिनाले के हुन्छ भन्दा यज्ञको फल प्राप्त हुन्छ। अनि मैले आरती गरेँ, साथमा अरू बाबुहरू पनि हुनुहुन्थ्यो। र आरती गर्दै गर्दै जय गणेश जय गणेश जय गणेश देव माता जति पार्वती पिता महादेव भनेर चाहिँ मैले आरती गरेँ। त्यो आरती गर्दै हाम्रो कोही 2-3 जना व्यक्तिहरू, सुभाष काका पनि आउनुभएको थियो, मेरो काका। त्यस पछाडि मैले शङ्करको पनि उपासना गरेँ, किनकि आरती गरेँ, गणेशको मात्रै आरती गरेर हुँदैन। गणेशका पिता माताको पनि आरती गर्नुहुन्छ। अन्तिममा सबै कर्म सकेर फेरि लड्डु मैले वैदिक ब्राह्मणहरूलाई बटुकहरूलाई दिएँ।